हाई साथीहरू, आज चाहिँ म मनमोहन पार्क जान लागिरहेको छु। मैले चाहिँ मनमोहन पार्कको बारेमा धेरै देखेको थिएँ युट्युबरमा। मैले सर्च गरेको थिएँ कि काठमाडौँबाट नजिक चाहिँ कहाँ घुम्न जान सकिन्छ भनेर। अनि त्यहाँ भिडियोहरूमा चाहिँ मनमोहन पार्क वुड बी द बेस्ट आइडिया भनेर दिइरहेको थियो। अनि मैले हेरेँ, मलाई एकदम राम्रो लाग्यो होइन पार्क। अनि जान्छु नि त भनेर अनि शनिबार टक्क लाएर रेडी भएँ। अलिक बेलुका नै भइसकेको थियो। म हिँड्दा चाहिँ 3-4 बजिसकेको थियो। तै पनि धेरै डिस्टेन्समा नभएर जाम्नु भनेर लागेको। अनि जाँदा चाहिँ बाटो एकदम राम्रो रहेछ, मैले त्यस्तो सोचेको थिइनँ। अनि बिचबिचमा यस्तो यो रिसोर्टहरू रहेछ। अनि एकदम राम्रो भाइब्स आइरहेको थियो, नेचरको हुन्छ नि वन जङ्गल। अनि बिचमा यस्तो राम्रो बाटो, एकदम रमाइलो हुँदै गइरहेको थियो। आहा कति राम्रो बाटो, पार्कमा जान यति राम्रो बाटो रहेछ भनेर मक्ख पर्दै गइरहेको। तर बिचमा चाहिँ एकदमै धेरै कच्ची बाटो थियो, धुलै धुलो थियो। अनि अरू गाडीहरू आउँदा त झन् बसी साध्दै नै थिएन त्यहाँनिर होइन। अनि मैले त्यो कच्ची बाटोको चाहिँ भिडियो बनाएको छैन, त्यो बेलामा चाहिँ अब अलिक गाह्रो हुने भएर। अनि अब माथितिर चाहिँ एकदमै राम्रो रहेछ। यसरी हामी गयौँ, रिसोर्टहरू एकदम धेरै रहेछ बिचबिचमा। अनि यहाँबाट हामी चाहिँ राइटतिर लाग्यौँ। लेफ्टतिर चाहिँ पिकनिक स्पटहरू रहेछ एकदम धेरै ठुलो ठुलो। अनि मान्छेहरू पिकनिक खान आउनुभएको थियो, एकदम रमाइलो गरिरहनु भएको थियो। यो चाहिँ पार्किङ एरिया भयो। पार्किङ एरिया राम्रो रहेछ, चटपटे पसल 2टा मात्र। यो चाहिँ मेन हाम्रो पार्क भयो। पार्क एकदम ठुलो र राम्रो रहेछ। अनि भ्यूज चाहिँ काठमाडौँको भ्यूज एकदम राम्रो आउँदो रहेछ। तर हामी जाँदा चाहिँ त्यो काठमाडौँको फोहोर हो कि तुवालो हो थाहा भएन, त्यसले गर्दा त्यति धेरै राम्रो देखिरहेको थिएन। घरहरू त त्यो प्लास्टिक ब्याग जस्तो देखिरहेको थियो, सानो सानो। अनि हिमाल एकदम राम्रो रहेछ त्यहाँनिरबाट देखिने। हामी फर्किँदा चाहिँ एकदम रात परिसकेको थियो। अनि डर पनि लागिरहेको थियो, बिचमा अब केही जनावरहरू भेटिने हो कि भनेर डराइ डराइ बिस्तारै आयौँ। अनि बिचमा आउँदाखेरि त त्यो जुन रिजोर्टहरू थियो नि, त्यो एकदम राम्रो लाइटहरू लगाएर यस्तो राम्रो बनाउनु हुँदो रहेछ, कति राम्रो देखिएको। काठमाडौँको भ्यू पनि त्यस्तै राम्रो। मलाई चाहिँ अलि रिग्रेट पनि भयो, अलिक पछि चाहिँ भ्यू राम्रो आउने रहेछ, लाइटहरू देखिने रहेछ, अलिक पछि हिँडेको भए हुने रहेछ जस्तो लाग्यो। सो अर्कोचोटि म गएँ भने चाहिँ एकदम राति अलिक 5-6 बजीसम्म 7 बजीसम्म बसेर फर्किने सोचमा छु। अनि हामी चाहिँ अब फाइनली मेन रोडमा आइपुग्यौँ, त्यो पार्क जाने बाटोबाट। Okay, thank you for watching. See you in our next video. Bye bye.